गाइस देख्न सक्नुहुन्छ हैन, हामीले निर्माण गरेको हाम्रो बाटो चाहिँ हैन, हामीले जस्ट स्लो मोसनमा अनुगमन गर्दै हामीहरू अघि बढ्दैछौँ। तपाईहरूले पनि यसरी नै आफ्नो आफ्नो स्थानमा आफ्नो स्तरमा आफूले गर्न सक्दो प्रयास गर्दै देशको निर्माणमा खटिनुहुनेछ भन्ने आशाका साथ यो भिडियो म हजुरको माझ प्रस्तुत गर्दछु गाइज है त। म हजुरहरूको उमेरको हैसियतले जेनजी घर परिवारको हिसाबले एउटा छोरा र देशको हिसाबले एउटा देशभक्तको हिसाबमा म हजुरहरूको माझ यो भिडियो चाहिँ प्रस्तुत गर्न चाहे। दिन है आफ्नो देश आफैले बनाउनु पर्छ। बाहिरको विदेशी नागरिक आएर गाइड कसैले बनाइदिनेवाला छैन। हेर्न सक्नुहुन्छ हामीले सके नसके जाने नजानेको हाम्रो कला भए पनि हैन, हाम्रो मेहनत भए नि हाम्रो परिश्रम पसिना हैन जे छ यही रोडमा छ गाइस। देख्न सक्नुहुन्छ कसैले रोड बनाउने, कसैले बिल्डिङ बनाउने, कसैले फ्याक्ट्री खोल्दै, कसैले कम्पनी खोल्दै, कसैले कल कारखाना खोलेर सबैले आफ्नो तर्फबाट देशमाथि योगदान पुर्याउनु होला, ताकि भोलिको दिन भविष्यमा हैन हाम्रा हजुरका छोराछोरी ननातिहरू बाहिर विदेशमा जान नपरोस्, यहीँ स्वदेशमै हैन सबै सेवा सुविधा मिलोस्, यही इच्छा आकाङ्क्षा रूपमा हैन म पनि आफै नेपालमा खटिरहेको छु गाइजहरू। विदेश जाने अहिलेसम्म योजना छैन है, अहिले त पासपोर्टहरू बनाएको छैन। मेरो साथीहरू घरमा एउटा सिङ्गो नउठाउने व्यक्ति हैन विदेशमा गएर अर्काको चाकरी गरेको देखिरहेको छु क्या। त्यो देख्दा मेरो मन साह्रै कुदुक्कै खाएर आयो साथी है गाइस। टेन्सन छ नि फेरि, अनि के गर्ने होइन गाइस, यस्तै हो होइन। अब हाम्रो देश विकट छ एक रूपले होइन, देश हाम्रो नेपाल चाहिँ विकट होइन है, मान्छे विकट छैन होइन। मान्छे चाहिँ एकदम धनी धनी छ हाम्रो देशमा होइन। नेपालमा त्यस्तो सुन चाँदी नभएको नि होइन छ होइन, सुन खानी हिरा खानीदेखि लिएर होइन पेट्रोल खानीदेखि लिएर हर चिज छ गाइस। तर देशमा चाहिँ के हो भनेपछि होइन, मान्छेको आफ्नै के सो लगाव छैन क्या। लगाव हुनु पऱ्यो आफ्नो देशप्रति होइन, आफ्नो गाउँ ठाउँ जे जस्तो छ त्यसलाई बरु सुन्दर बनाऊ होइन। त्यो हामी आफैले बनाउनु पर्छ क्या गाइस होइन त। म फेरि अलि चाड्न लाग्यो धेरै चाडिदिन्छु गाइस होइन। बाँकी अब तपाईँको विचार होइन, के गर्ने के नगर्ने, नेपालमा बस्ने विदेशमा जाने होइन। तर मेरो भनाइ चाहिँ है गाइस, तपाईँले जति पढ्नु भएको छ, जति जान्नु भएको छ, जति गर्न सक्नुहुन्छ नि त्यो चाहिँ स्वदेशमै गर्नु होला एकचोटि होइन। त्यसपछिको आनन्द छ नि गाइस, मैले चाहिँ महसुस गरिसकेँ है। अब चाहिँ पालो हजुरहरू भयो त गाइस, लेट्स गो।